Hello guys, welcome to new vlogमा सबैजना सन्चै हुनुहुन्छ र स्टोरमा पनि सन्चैमा छु र आज फाइनली गाउँ आइपुग्यो है। तर आज चाहिँ भ्लग बनाएर किन भन्दाखेरि गाउँमा चाहिँ ढिलो भएछ, राति थियो, त्यही भएर बाटोको अब क्लिपहरू चाहिँ सबै त्यो म बिचमा हालिदिन्छु है। त्यही हो र चट्ट लाएर फाइनली गाउँ चाहिँ प्रवेश गरियो। एक महिनापछि 1 महिना अनि त्यस्तै 10-12 दिनपछि गाउँमा आइएको छ। मस्त है, गाउँको हरियाली छुट्टै फिल आउँछ नि होइन। चराचुरुङ्गीको धुनहरू अनि थुप्रो कुरा हुन्छ गाउँघर भनेको। तर बस्न अब राम्रो लागि सुविधा चाहिँ गाउँ सहरै ठिक हो। तर गाउँ भनेको यस्तो हावा पनि शुद्ध हावा पनि हुन्छ, सुन्दर हुन्छ होइन। सफा त त्यस्तै हो, अब फोहोर भइहाल्छ जसको पनि होइन। सहरतिर झन् फोहोर भन्छ गाउँभन्दा। यो अरू चाहिँ यसो यताको मौसम हावापानी चाहिँ अहिले दामी हुन्छ। अहिले पानी पर्न आँटेको छ। म चाहिँ आइसकेको छु अहिले गाउँमा। चट्ट लामो यात्रा गरेर आइयो होइन। तपाईँलाई बल खेल्न जाने प्लानिङ हुँदैछ, के हुन्छ बल खेल्न जाने दामी भिडियो आउँछ ल। चाहिँ हिँड्यो हाम्रो टोक्सेलले नयाँ खनेको बाटोको हालत होइन यस्तै छ। हेर्दै जाऊँ अब ठाउँ हेर्दै जाऊँ होइन, के हुँदो रहेछ होइन। यस्तै छ देश होइन। हेर्दै जाऊँ न के हुन्छ। पक त्यसको आज भाटा खान्छ त्यसले। यस्तो छ यतातिर है होइन। आज गेम खेल्न हिँडेको मलाई आउने बित्तिकै बोलाएर हाल्ने गइदिइहाल्यो।